हेलो साथीहरू, यो चाहिँ मेरो सुकुनामा भाइ बुहारीको घरमा आएको म हो। अनि भाइ बुहारीको घरमा चाहिँ यस्तो छ। तपाईहरूले उसले पनि रिल्समा हालिहिन्छ हो, भिडियोहरू हेर्नु भएको होला। हेर्नु त, यो चाहिँ माथि जाने हो। म माथिको भिडियो चाहिँ बनाउँदिनँ। यहाँ चाहिँ किचन। ए ठुलो छोरी चाहिँ लु हाई गरिदेऊ बुहारी। ठुलो छोरी चाहिँ देखेको होला, मेरो भाइ बुहारी हो। यहाँ यी आँपको अचार बनाउनुलाई सबै ठिकठाक बनाइराखेको रहेछ हो। अनि अब यता रुमहरू देखाउँछु है म ल तपाईहरूलाई। मजाले फुलले सजाएको छ। यो एउटा फर्स्ट रुम, यो डाइनिङ टेबल, यस्तो पुरा उयसको कामहरू छ मजाले। मेन चाहिँ मलाई चाहिँ के मन पर्यो भन्दा पनि यो सोफा है। यो चाहिँ पुरा मन पर्यो। यो डिजाइन चाहिँ बुहारीले घर किनिओरिकन पछाडि बनाउनु लाएको हो साथीहरू। यस्तो छ यो, हेर्नुहोस्। यो चाहिँ पुरा सुना चाँदीको भाँडाकुँडा भन्नु पर्यो। अनि यहाँ चाहिँ नानीहरू नभएको घर कति चिटिक्का हुन्छ। नानीहरू छ भने चाहिँ अलिकति उथल पुथल हुन्छ कि। यो टिभी, सब सोफाहरू है। योहरू अघि देखाइहालेँ उतापट्टिबाट पनि। र यो माथिको डिजाइनहरू चाहिँ यस्तो छ। अन्त यहाँ यो चाहिँ फेरि भाइ बुहारीको रुम। यहाँ छेसम छ, छेसम कोठा, यो गोद्रेज, अनि म पनि भन्नु पर्यो हो। अनि यहाँ चाहिँ यो बेडरुम चाहिँ भाइ बुहारी सुत्ने बेडरुम हो। अन्त यो चाहिँ टोइलेट बाथरुम। यो बाथरुम, यो टोइलेटहरू, यी राम्रो व्यवस्थाहरू छ साथीहरू। र अब म तपाईहरूलाई पल्लोपट्टि लान्छु। पल्लोपट्टि चाहिँ भाइको रुम छ। भाइको भन्नाले बुहारीको चाहिँ छोराहरू, दुई भाइ छोराहरूको म हुन्छ होला नि भिडियो। यस्तो छ। यहाँ मुनि चाहिँ बाटो छ साथीहरू। यो चाहिँ लुगा सुकाउने बुहारीहरूको। अन्त यो चाहिँ भाइहरूको रुम, भाइहरूको भन्दा पनि भदैहरूको रुम। यस्तो छ साथीहरू। गर्मी चाहिँ बब्बल छ। हाम्रोतिर मात्रै होला भनेको यो चाहिँ मजुरको पोख टी टेबलमा। अन्त यो चाहिँ कभर दामी सेटिङ गरेर मिलाएको छ नि साथीहरू। हेर्नुहोस् त मजाले। अन्त यहाँनिर चाहिँ गुमसुम परेर बसिरहनु भएको छ भालुजी। डाइनिङ टेबलहरू। यो चाहिँ फेरि भाइ दुईवटा भदैहरूको टोइलेट बाथरुमहरू। त्यो यहाँ पनि सेम छ। उयो चाहिँ यो मिसिन, लुगा धुने मिसिन। र साथीहरू यस्तो छ हो। म चाहिँ ठुलो छोरीको घरमा चाहिँ पूजामा आएको थिएँ। त्यही भएर चाहिँ यहाँ भाइकोमा पनि, भाइ बुहारीकोमा पनि एकछिन पसेको हो। अनि चाहिँ अब यस्तो छ साथीहरू। अब मेरो चाहिँ ठुलो छोरीलाई यो चाहिँ जेट प्लान, यो सप्रिएर पनि होला हाम्रो भाइ बुहारीको घर सप्रिएको। यहाँ यी बुहारी चाहिँ अगाडि छ हो। ल साथीहरू, अब यतिमा नै टाटा बाई बाई ल। अब हामी पनि जाने। ठुलो छोरीको खुट्टा दुख्यो अरे हो। र हौस् त साथीहरू, गुड नाइट। आज चाहिँ भिडियो बेलुकाको भिडियो हो। यो चाहिँ सुकुनाको नजारा, सुकुनाको
पार्ट 2 अरे यो सुत्नु यो चाहिँ लाइब्रेरी अरे हो कसैलाई पढ्नु मन